हामी चाहिँ आज मन्दिर जाँदैछौँ। नोर्याङको बर्थडे आजबाट चाहिँ नोर्याङ 1 वर्ष भयो। त्यही भएर बर्थडेको लागि हामी मन्दिर जाँदैछौँ। एउटा सुमिन छ बहिनीको बर्थडेमा मन्दिर जान भनेर आएको। अनि त्यसपछि को छ यो? इनोक। इनोक। अनि क्यामेराम्यान चाहिँ हाम्रो श्रवण। के भनेको टिका मन्टी? हामी कुन मन्दिर जाँदै रे? कृष्ण मन्दिर। यहाँ यस्तो जङ्गल छ हैन, जङ्गलको बिचमा एउटा स्कुल। हामी चाहिँ भर्याङ चढेर जानुपर्ने रहेछ नि त। यहाँ यस्तो भर्याङ छ, 100वटा जति छ होला है, 100वटा जति होला। तर अहिले चाहिँ कस्तो हुस्सु लागिरहेको छ कि है। हुस्सु आएर यस्तो छ, मौसम भेरी क्लाउडी। नोर्याङ टाटा। यस्तो घारी मक्टेबारी स्कुल यहीँ होइन। सुमिनको बाबा चाहिँ हिजो आएको राति 11 बजे ठ्याक्कै। अनि सुमिन भाइको रियाक्सन यस्तो खुसी हो। यही मिसले पढाउने कुनै मिसले पढाउने स्कुल अन्त स्कुल यस्तो छ। बहिनी यहाँ टाटा गर्ने भनिरह। हाई गरे हो। हाई। फाइनली कमिङ। हामी चाहिँ सिज स्कुल कम। हाम्रो स्कुल हो, मेरो स्कुल। यहाँ तालचा लाग्छ, जम हिँड उता देखाइ स्कुल। यो चाहिँ स्कुल हो हाम्रो कालीदेवी मावि। कालदेवी माता कालदेवी। इनोको स्कुल हो यो। कसको स्कुल हो इनोक? हो इनोको स्कुल हो नि यो। हाम्रो त कातार रेस्टुरेन्ट गरो मेरो सँगै हो। ज्ञानज्योति हो तिमीहरूको? त्यही भएर कुन ठाउँमा हो? सियासरी मार्ग बनेपा हो। भनेपा 8 हामी जान्ला उ त्यो मन्दिर देख्न लाग्यो। देखिसक्यो यहीँबाट। म हिजो मर्निङ वाक आएको थिएँ उनीहरू गाडिएर। दादा आइज हामी स्कुलबाट कटिसकेको छौँ। यहाँ यस्तो हिलो छ, राम्ररी आउनु। म हिजो यहीँ गाड्डे यहाँ गाड्डेमा खोइ कहाँ हाम्रो गाड्डे सानै गाड्डेमा यस्तो पानी बेलुका पानी परेको थियो र भने यहाँनिर गड्डा मलाई होइन यहाँ एउटा खुट्टा यहाँ भएको त्यसकोमा त्यो खिच्नु हुँदैन। त्यो त्यसकोमा टेक्यो भने अहिले फेरि के हुन्छ थाहा छ तिमीलाई? गाडिन्छ डुब्छ नि, त्यो गाडिन्छ। नोर्याङ डुब्छ नि नोर्याङ। त्यसो दलदलमा फसेर मान्छेहरू कति मरे हो है। कति धेरै बोडी फलेछ। त्यहाँ बोडी देखाइदियो नि जुम गरेर नजिक गएर। यो चाहिँ बोडी र मकै। हामी चाहिँ अगाडि के हालदेखि म चाहिँ भाग्ने हो। हामी तल धुप नकिने भयो। यहाँ छ धुप किन किन हाम्रो आउनु यहाँ कसरी त्यहाँ भोगटे फलेछ भाइ रोडमा। यहाँ हाम्रै मिसको हो नि त नि। यही हेर न हामी चाहिँ आइपुगेका छौँ भोगटेमा। निबुवा त्यहाँ देखाउ, नजिकबाट देखाउ न। कहाँ देख्नु उ त्यहाँ
खै कहाँ गयो जुम हान्दियो पर्दैन जुम भएर देखिन्छ कि उयो रहेछ त यी कति धेरै मेरो त यहाँ एउटा टिपेर खाउँ खानु हुँदैन यो बेला भएको छैन भगटे चाहिँ कत्रो ठुल्ठुलो भन्छ कुन जग्गा चपल यहाँबाट चल्दियो भने कहाँ आइपुग्छ थाहा ठ्याक्क हुसु लाग्यो भने मात्र हो नत्र भने कति राम्रो देखिन्थ्यो यहाँबाट कस्तो खतरा देखिन्थ्यो तर आज म उसले टपमा पुगेँ नि यसको टपमा हुसु लाग्यो कि म त्यसको टपमा पुगेँ नि मैले त भन्दा पहिला पुगेँ म आज आफै पुगेँ म ऊ देखाएको पसल त्यहीँ त राम्रोसँग खिच्न भुइँ खिच्दो रहेछ ऊ तोहरू खिचेन ऊ टिकलको बोट उता देखेन मन्दिर चाहिँ आइसकेको छ यही हो अझै अर्को पनि छैन मन्दिर कहाँ यहीँ छ म लान्छु अहिले ऊ चाहिँ उयो त हो नि मिसको पसल यहाँ हो अनि ए है नजिकै छ भन्नुहुन्थ्यो यहीँ पो रहेछ जाउँ किन पनि आएको तपाईँको विद्यार्थी जा तपाईँको विद्यार्थी जाउँ म्यामलाई नमस्ते गरेर आउने ल फाइनली कम आवर्स त्यहाँबाट जाने होइन ओए यहाँ आइज यताबाट हो नि त्यो चप्पल फाइनली मन्दिर आयो है यस्तो यसको पहाडी चाहिँ यस्तो छ त्यहाँबाट आएको हामी यस्तो मन्दिर राति 11 बजे आइपुग्नु भयो अरे नि 11 बजे आएको त्यहाँ पहाडीमा अनि बाटो त्यहाँ मान्छेहरू है हामी पूजा गरौँ ल स्टार्ट बाइकहरू आएर अनि फर्केर जान्छ अनि अलि त नुरेङ के फर्के थियो त्यही भएर कहाँनिर हो मौटाको कुकुर यहाँ तासेको राधा कृष्ण हो किन भित्र त खिच्न मिल्दैन होला नि मिल्छ हौ खिचिसक्नु मैले होला पहिला किन पूजा गरौँ ढोकी ढोकी गर्नुपर्छ नि फोडिने हो के कति राम्रो भ्यू देखिन्थ्यो तर कस्तो हुसु लाग्यो भएर नि त कस्तो राम्रो सबै देखिने रहेछ नि है नत्र सबै देखिने रहेछ नि यता नि मन्दिर यही हो फेरि उताको भने ए ल है मजाले देखिन्थ्यो कि उतातिरको भ्यूहरू हुसु लाग्यो अनि के हो सुन्तलाको बोटहरू हो तपाईँहरूकै हो ऊ त्यहाँ रहेछ ऊ भगटे ह्याप्पी बर्थडे हो मेरो बाबा उसको बाबा आएर कति खुसी छ नि त खुसी भएको छ र कुरै नगरौँ ऊ त जान्न पारे हिजो उहाँ फोन गरेको मलाई विदेश जाने रे विदेश जाने को यिनीहरू विदेश जाने यो बोल्दै बोल्दै थाले कति बोल्ने अनि खै नोरेङ नर्याङ ल भाइ 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 भयो डर लाग्यो बहिनीलाई ल ल हामी चाहिँ फोटो खिचेको है गाइस ओ गाइस गाइस रुन लाग्यो नर्याङ रुन लाग्यो गाइस के भयो ल आऊ आऊ ल ममा आऊ ममा गयो है ल मिसहरू ल आऊ है आऊ न किन कसको खोइ खोइ कहाँ भङ परेछ यहाँ कस्तो गाडी हेर्ने आउँछ भने ए ल के पनि हुँदैन निको हुन्छ त्यो त अलिकति रहेछ अलिकति रहेछ जाने हो जाने हो मम्मी लड्छ आइस ऊ त ट्याङ्का मुला दुइटा लडेका भर्खरै इनोक तिमी कहाँ लडे
अब हामी चाहिँ पूजा सकेर किन लडे मन्दिरबाट फर्किसक्यो के गरेर लडे इन ओइ सुमिन 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 तिमी के गरेर लडे श्रावणी लडे सबै लडे तिमी के गरेर लडे म यो पाइपमा भते लडेर मरेकी यहाँनिर अघि कुकुरको फाइट पर्दैछ हाम्रो स्कुल उ देखिरहेको छ यहाँबाट यहाँबाट स्पोर्ट खेलिरहेको छ उदाहरण देख्छ हैन त्यसपछि यहाँ धेरै उयो त डेरी तर देरी देख्छ यहीँ गाड म यहीँ गाड्दै भने छुडे त्यहाँ हेर हिँडे बाटोमा अन्डे छिडी झन्डै छिर्छ है लड्छ अनि किन लड्छ सिधा ओइ अहिले चाहिँ स्विमिङ खेलेर लाने हामीलाई यिनीहरूको हामीले अघि कसलाई भेटेको यो त्यहाँ माथि म्यामलाई को म्याम छ थाहा छ के हो स्पिड शशी म्याम हो भन न स्टारी है शशी म्याम भन न छोरो भन न शशी म्याम भन भनेको बहिनीले भोग लाग्यो भाइ केही थाहा छैन के भने हो बाटोमा फाइनली कम आवर स्कुल स्कुलको नाम हो कालदेवी मावि सेकेन्डरी माध्यमिक कालदेवी सेकेन्डरी के अरे कालदेवी सेकेन्डरी स्कुल होइन के अरे निबु होइन नि कत्रो ठुलो निबु हो नि यहाँ नि स्कुलमा कत्रो ठुल्ठुलो भएछ भक्कै बारी दर्याम मकै बारी दर्याम दर्याम हरियो काक्रो कर्याम कर्याम गरेर यो कति कासो उयो ज्याल भएको यो दुइटा यो एसकेजी हे अनि उतापट्टिको चाहिँ उयो प्ले ग्रुप हामी पहिला पढ्दा छ 5 क्लास थियो उयो यहाँनिर जी अब सिडी भर्याङमा आइपुग्यो गनौँ न गनौँ 7 8 9 10 11 13 14 15 16 17 18 20 21 22 24 25 27 28 20 किन समाउन आऊ 29 30 32 33 34 35 36 38 39 78 79 80